यो भिडियो चाहिँ सिपेन युजरहरूको लागि है, जसले सिपेन नेटवर्क चाहिँ माइनिङ गरिराख्नु भएको छ उहाँहरूको लागि चाहिँ केवाइसी को चाहिँ अप्सन आएको छ है। केवाइसी अपडेट गर्नु होला। अब त्यसको लागि चाहिँ मैले तपाईलाई स्क्रिनमा लिएर गएँ हैन। तपाई केवाइसी सिपेन नेटवर्कको केवाइसी अप्सनमा जानुभयो भने चाहिँ त्यहाँ तपाईलाई चाहिँ के भनेको छ भने चाहिँ तपाईले यो टोकन चाहिँ डिस्ट्रिब्युट गर्नेवाला छ जसले केवाइसी पास गर्छ। अब तलपट्टि हेर्नुभयो भने चाहिँ तपाईलाई 10 दिन कन्टिन्यू तपाईले चाहिँ यो माइनिङ गर्नुपर्ने हुन्छ र त्यो माइनिङ गरिसकेपछि एउटा रिक्वायरमेन्ट चाहिँ तपाईको कम्प्लिट हुन्छ र करेन्ट माइनिङ तपाईको एउटा चाहिँ अर्को छ तलपट्टि हैन, जुन देख्नु भएको छ त्यो तपाईको कम्प्लिट भइ नै हाल्छ र 10 दिनसम्म चाहिँ तपाईले कन्टिन्यू माइनिङ गर्नु पर्यो र तपाईले यो केवाइसी को अप्सनमा आएर चाहिँ यो रिक्वायरमेन्ट कम्प्लिट गरिसकेपछि भेरिफाई गर्नु पर्यो है। तलपट्टि कन्टिन्यू को अप्सन पनि छ। यो गरिसकेपछि चाहिँ तपाईको केवाइसी कम्प्लिट हुन्छ र तपाईको टोकन कति डिस्ट्रिब्युट मतलब कति भेरिफाई हुन्छ त्यो चाहिँ तपाईको अगाडिपट्टिको स्क्रिनमा देखाउँछ है। सिपेन नेटवर्क युजरहरुको लागि चाहिँ यो भिडियो मैले बनाएको हो। अर्को अपडेट आएपछि म तपाईलाई फेरि अर्को भिडियो लिएर आउनेछु।